सो गाइस अप्रिल मन्थमा मिसेस अफ आउँछ कि आउँदैन या त कुनै डिस्काउन्ट इभेन्ट आउँछ कि आउँदैन, यदि आइहाल्यो भने पनि कस्तो कस्तो रिवार्ड रहनेछ म तपाईलाई आजको भिडियोमा भनिदिने छु। अनि तपाईहरु एउटा राम्रो फ्री सेसनको पर्खाइमा हुनुहुन्छ भने पनि तपाईहरुको लागि गुड न्यूज रहेको छ। साथीहरु हाम्रो बंगलादेश सर्भरमा कस्तो कस्तो इभेन्टहरु आउँदैछ, जस्तै कि 100% टप अप इभेन्ट आउँदैछ, अरु इभेन्टहरुको बारेमा पनि म तपाईलाई आजको भिडियोमा भनिदिने छु। सो भिडियोलाई चाहिँ स्किप नगरी भिडियो अन्तिमसम्म नै हेर्नु होला। अनि च्यानलमा फर्स्ट टाइम भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्न चाहिँ नबिर्सनु होला। हेलो गाइज, वेलकम ब्याक टु माई एनदर भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्छु। मैले तपाईलाई आजभन्दा 4 दिन अगाडिकै भिडियोमा कन्फर्मेसन अपडेट दिइसकेको थिएँ कि माइजुन इभेन्ट तपाईले यो रमजान इभेन्ट सकेपछि देख्नुहुन्छ भनेको थिएँ। एन्ड तपाईले माइजुन इभेन्टको फ्री बन्डल पनि त्यही इभेन्टमा देख्नुहुन्छ भनेको थिएँ। ठ्याक्कै त्यस्तै नै इभेन्ट आइसकेको छ। यो चाहिँ तपाईहरुले गेम खेल्दा पनि टोकन पाउन सक्नुहुनेछ, या त तपाईले डेली मिसन खेलेर पनि टोकन कलेक्ट गर्नुपर्नेछ। अनि त्यो टोकन कलेक्ट गरेपछि तपाईले त्यहाँ भोट गर्नुपर्नेछ। जति धेरै भोट गर्नुहुन्छ त्यति चाँडै तपाईले यो बन्डल चाहिँ तपाईहरुको एकाउन्टमा फ्रीमा नै क्लेम गर्न सक्नुहुनेछ। आई होप यो कुरा त तपाईले बुझिसक्नु भएको होला। मालूम है तेरे बाप को मत सिखा चल। अनि गाइज, तपाईले यदि मेरो प्रिभियस भिडियो हेर्नु भएको थियो भने चाहिँ मैले त्यो भिडियोमा पनि जानकारी दिएको थियो कि यो डार्क रिङ इभेन्ट चाहिँ हाम्रो बंगलादेश सर्भरमा आउँदैछ भनेर। अनफर्चुनेटली मैले तपाईहरुलाई त्यतिखेर डेट चाहिँ कन्फर्मेसन दिन सकेको थिइनँ, तर मैले मेरो प्रिभियस भिडियोमा तपाईहरुलाई भनेको थिएँ कि 4 न त 5 तारिकको बीचमा आउनेछ भनेको थिएँ। 4 पनि हैन, 5 पनि हैन, 6 तारिकमा चाहिँ कन्फर्मेसन भइसकेको छ। नेपाली डेट भन्नु पर्दाखेरि 24 गते आइतबारको दिन तपाईले यो डार्क रिङ इभेन्ट देख्नुहुनेछ, जसमा तपाईले स्पिन गरेर चाहिँ यो दुईटा बन्डल निकाल्नु पर्नेछ। यो दुईटा बन्डलको लागि चाहिँ तपाईले चाहिँ एक्सचेन्ज गर्न सक्नुहुने छैन। बाँकी अरु एक्सचेन्जमा चाहिँ तपाईले फिमेलको बन्डल, कटनाको स्किन, लेजेन्डरी ग्लोवालको स्किन, अवतार ब्यानरलाई चाहिँ तपाईले यो डार्क रिङ इभेन्टको एक्सचेन्ज ठाउँमा चाहिँ देख्नुहुनेछ। वेल, तपाईहरु चाहिँ यो डार्क रिङ इभेन्टलाई लिएर कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्न चाहिँ नबिर्सनु र। अनि मैले तपाईहरुलाई मेरो प्रिभियस भिडियोमै पनि भनेको थिएँ, म चाहिँ ब्ल्याक कलरको अति नै फ्यान हो। म चाहिँ अति नै धेरै एक्साइटेड छु, एकदमै पर्खाइमा छु। तपाईहरुलाई चाहिँ यो आइटमहरु कस्तो लाग्यो प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। बहुत अच्छा लगेगा। अनि बाइ द वे गाइस, तपाईहरु मध्ये कसले 5000 डायमन्ड जित्नु भयो त्यो चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। हुन त तपाईहरुले पनि 5000 डायमन्ड कसले जित्यो भनेर त्यहाँ इभेन्टमा पनि गएर युआइडी चाहिँ चेक गर्न सक्नुहुनेछ। मैले चाहिँ त्यति धेरै लकी ड्र टोकन चाहिँ त्यहाँनिर हालेको थिइनँ, त्यही भएर मलाई चाहिँ त्यति धेरै आश थिएन। तपाईहरुले चाहिँ कतिवटा मिसन कम्प्लिट गरेर कतिवटा टोकन हाल्नु भएको थियो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। फ्री फायरले 5000 डायमन्ड नदिए पनि तपाईहरुले चाहिँ आफ्नो 1000 डायमन्डलाई चाहिँ 2000 चाहिँ बनाउन सक्नुहुनेछ। यस, यो चाहिँ 2 नाइट अपडेटको कुरा हो। भोलि तपाईले चाहिँ डबल बोनस टप अप इभेन्ट चाहिँ गेममा देख्न पाउँदै हुनुहुन्छ, जसमा तपाईले 100 डायमन्ड टप अप गर्नुभयो भने 200 डायमन्ड हुनेछ, 200 डायमन्ड टप अप गर्नुभयो भने 400 हुनेछ, र 500 डायमन्ड टप अप गर्नुभयो भने चाहिँ 1000 हुनेछ। अनि तपाईले 1000 डायमन्ड टप अप गर्नुभयो भने चाहिँ 2000 डायमन्ड हुनेछ तपाईहरुको एकाउन्टमा। रहा नहीं जाता, तड़प ही ऐसी है ना। मौकाको फाइदा तपाईहरु पनि उठाउनु होला। नेपालमा हुनुहुन्छ या त नेपाल बाहिर जुनसुकै देश विदेशमा हुनुहुन्छ भने पनि मसँग तपाईले इजिली सस्तो र छिटो युआइडी टप अप चाहिँ गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ फेसबुकमा जानु होला, DINE एक्सिस सर्च गर्नु होला, थोरै त्यो यता राइटतिर पेजको सेक्सनतिर जानु होला। तपाईले 67000 फलोअर्स भएको फेसबुक पेज पाउनुहुनेछ, मलाई त्यहाँनिर मेसेज गर्न सक्नुहुनेछ। अनि एउटा कुरा तपाईलाई अलर्ट गर्न चाहे, मेरो फेक पेजहरु चाहिँ टन्नै छ, प्लिज जोगिनु होला फेक पेजबाट चाहिँ। अच्छा, हमको सिखा रिया। धेरै रोमाञ्चक समाचार। क्रिकेट एपमा अहिले नै निशुल्क लाइभ गेमहरु हेर्नुस्। प्रिमियर लिग, क्रिकेट लिग सबै साइन अप गर्दा रु 222 रुपैयाँको निशुल्क बोनस पनि पाउनुस्। र मेरो प्रोमो कोड नेप्ट प्रयोग गरी तपाईले 4500 सम्म बोनस पाउनुहुनेछ। डिपोजिट तपाईले इसिओ, खल्ती, एमइपी र अन्य कुनै मोबाइल ब्याङ्किङबाट पनि गर्न सक्नुहुनेछ। क्रिकेट्समा सामेल हुनुस् र जित्ने मौका पाउनुस्। आइफोन 16 प्रो म्याक्स, यामाहा बाइक, रियलमी मोबाइल हरेक हप्ता जित्ने मौका। लिंक चाहिँ कमेन्टमा पिन छ, नछुट्याउनुहोस्। सो अब चाहिँ कुरा गरौँ नेक्स्ट कन्फर्मेसन फिस स्किनको बारेमा। धेरैजनाले कमेन्ट पनि गर्नुभएको थियो कि नयाँ फिस स्किन चाहिँ कहिले आउँछ गेममा भनेर। सो तपाईहरुले चाहिँ यो मैले तपाईलाई देखाइरहेको फिस स्किन चाहिँ चाँडै नै गेममा देख्न पाउँदै हुनुहुन्छ। 6 तारिक तपाईले डार्क रिङ इभेन्ट देख्नुहुनेछ भनेपछि 7, 8, 9, 10 यो 3टा डेटमा चाहिँ तपाईले यो फिस स्किनलाई गेममा देख्न पाउँदै हुनुहुन्छ। फेडरल इभेन्टमा आउनेछ। सो फेडरल इभेन्टमा आउँदैछ भनेपछि तपाईलाई 1083 डायमन्ड चाहिँ लाग्नेछ, या त तपाईहरुको लक
लक राम्रो छ भने चाहिँ त्योभन्दा कम डायमन्डमा पनि निकाल्न चाहिँ सक्नुहुनेछ यो फेस स्किनलाई। सो अब चाहिँ कुरा गर्नेछौँ नेक्स्ट बन्डलको बारेमा। सो यो दुईटा बन्डल रहेको छ। अहिले रिसेन्टली चाहिँ OB48 चलिरहेको छ। यो चाहिँ खासमा चाहिँ OB47 मै आएको थियो, तर OB47 मा हाम्रो बङ्गलादेश सर्भरमा किन आउनै आएन। मलाई चाहिँ अति नै बवाल लागेको यो दुईटै बन्डल, तर अनफर्चुनेटली हाम्रो बङ्गलादेश सर्भरमा चाहिँ यो दुईटै बन्डल चाहिँ अझैसम्म पनि पेन्डिङमै रहेको छ। हुन त अहिलेसम्म पनि आउँछ भन्ने कन्फर्मेसन चाहिँ छैन, तर जुन OB47 मै आएको हुनाले चाहिँ OB48 अहिले जुन चलिरहेको अपडेटमा आउने चाहिँ धेरै नै चान्स रहेको छ। यदि यो दुईटा बन्डल आइहालेछ भने तपाईले यो दुईटा अरु एक्स्ट्रा हाम्रो पुरानो यो लोकेश ग्यामरको बन्डल भनेर पनि चिन्नुहुन्छ होला कतिले। यो दुईटा बन्डलसँग चाहिँ कोल्याब भएर एउटा रिङ आउन सक्ने धेरै नै पोसिबल हाई चान्स रहेको छ। यदि यो बन्डल आउने कन्फर्मेसन भयो भने त म तपाईलाई एकदमै क्विक अपडेट मेरो फेसबुक पेजमा या त भिडियो नै हाल्दिनै युट्युब च्यानलमा। बाइ द वे तपाईहरुले चाहिँ यो बन्डलको रिभ्यू चाहिँ हेर्नु भएको थियो कि थिएन कमेन्ट गर्नु होला। यदि तपाई मेरो रेगुलर भ्युअर्स हुनुहुन्छ, पहिलादेखि हेर्दै हुनुहुन्छ भने त अफकोर्स मैले तपाईलाई यो बन्डलको बारेमा त भनिसकेको थिएँ। अनि तपाईहरुलाई कुनै इभेन्टको बारेमा जान्न मन लाग्छ, रिटर्निङ गन, रिटर्निङ बन्डल, रिटर्निङ इभेन्ट जे जान्न मन छ, प्लिज तपाईहरुको लागि मैले जहिले पनि कमेन्ट बक्स ओपन नै राखेको हुन्छु। आई नो कि म तपाईहरुको कमेन्टको रिप्लाई चाहिँ कमेन्टमै दिन सक्दिनँ, तर म तपाईहरु सबैजनाको कमेन्ट चाहिँ रिड गरिराखेको हुन्छु। सो प्लिज तपाईहरुलाई चाहिँ केही बारेमा जान्न मन छ भने चाहिँ कमेन्ट गर्नु होला। नेक्स्ट भिडियो चाहिँ त्यही विषयमा आउनेछ। सो प्लिज लेट मी नो इन कमेन्ट सेक्सन तपाईहरु के चाहिँ जान्न चाहनुहुन्छ। मैं नहीं बताऊंगा। वेल अब चाहिँ कुरा गर्नेछौँ मिसेस सबको बारेमा। आई नो तपाईहरु मध्ये धेरैजना इन्ट्रेस्टेड हुनुहुन्न यो टपिकको बारेमा। अब के गर्नु, हाम्रो काम नै यस्तै छ, तपाईलाई अपडेट दिनै पर्ने हुन्छ। इन्ट्रेस्टेड पनि किन हुनु पर्यो त, जब कि मिसेस सब इभेन्ट भित्र तपाईले बोया पासलाई डिस्काउन्ट इभेन्टमा नै देख्नुहुन्न। बात तो सही है। अनि अर्को कुरा भनेको आजकल चाहिँ महिनै पछि मिसेस सब आउने गर्छ, त्यही भएर पहिला जस्तो मिसेस सबको हाइप चाहिँ गेममा छैन र त्यति धेरै राम्रो आइटमहरु पनि मिसेस सब भित्र दिएको हुँदैन र धेरै % डिस्काउन्ट पनि पर्दैन धेरैजनालाई। त्यही भएर तपाईहरु मध्ये धेरैजना चाहिँ मिसेस सबको बारेमा इन्ट्रेस्टेड हुनुहुन्न। तपाईहरुको मर्मलाई चाहिँ म बुझ्छु। केही महिना यतादेखि महिनै पछि मिसेस सब आउने भएकोले मैले चाहिँ तपाईलाई यहाँ मिसेस सब एउटा देखाइरहेको छु। यो बन्डललाई लिएर मेबी मिसेस सब आउन सक्छ, किनकि तपाईले पनि नोटिस गर्नुभएको होला बोया पास पनि ग्रीन कलरकै थीममा आएको छ अनि CS र्याङ्कको रिवार्ड पनि ग्रीन थीममै रहेको छ। सो यो ग्रीन थीममै तपाईले मेबी एउटा मिसेस सब चाहिँ हाम्रो बङ्गलादेश सर्भरमा देख्नुहुनेछ। सो अहिले जुन मैले तपाईलाई यो भिडियो बनाइरहेको बेला कन्फर्मेसन अपडेट चाहिँ भएको छैन मिसेस सब यो अप्रिल मन्थ भित्र पनि आउँछ भनेर, तर एकदमै हाई चान्स चाहिँ रहेको छ। मिसेस सब कहिले आउनेछ भनेर डेट कन्फर्म भएपछि म तपाईलाई अफिसियली अपडेट त दिनै हाल्नेछु मेरो फेसबुक पेजमा। टपअपको लागि पनि मलाई फेसबुक पेजमा मेसेज गर्न सक्नुहुनेछ। आई होप कि तपाईहरु सबैजना हाम्रो फेसबुक पेजमा जोडिसक्नु भएको छ भन्ने आशा गर्छु। अनि तपाईहरुलाई सधैँ जस्तै आजको भिडियो पनि इन्फर्मेटिभ लाग्यो भन्ने आशा गर्छु। भिडियो हेर्दै यहाँसम्म आउनु हुने स्पेशली तपाईलाई त झन् अझै धेरै धन्यवाद। सो यो भन्दा इन्फर्मेटिभ भिडियो चाहिँ नेक्स्ट भिडियो लिएर आउनेछु भन्दै प्रमिस गर्दै आजको भिडियोबाट चाहिँ म दिनेश बिदा हुन चाहन्छु। लभ यु गाइस, टेक केयर, सी यु इन द नेक्स्ट भिडियो, बाइ बाइ, जय नेपाल।